होइन, सरकार कहाँ हुनुहुन्छ हौ? गरिब दुखीको सरकार हो कि झोले चम्चेको मात्रै यसो पार्टीमा भिडभाडमा हिँड्नेको मात्रै सरकार हो? गरिब दुखी त्यो पार्टीमा हिँड्नु यताउता हिँड्नु नसक्नेको पनि सरकार हो कि झोले चम्चेको मात्रै हो? म त यो भन्छु कि भोट त त्यो बाहिर हिँड्नु फिल्डमा हिँड्नु नसक्नेहरूले पो भोट दिएर सरकार बनेको त हो। ए सरकार झोले चम्चेलाई होइन, यसो गरिब दुखी र त्यो हिँड्नु नसक्ने घर गाउँमा बसेर सरकारलाई भोट दिएर जिताउनेलाई पनि त अलिकति हेर्नुहोस् न हौ सरकार। झोले चम्चेलाई दिनु त हुन्छ नि, तर झोले चम्चेले तर पुर्याउँदैन। झोले चम्चेकै पेट भर्दा ठिकै हुन्छ, तर त्यो गरिब दुखी तलको त मरेको मरै हुन्छ त। कतिले चाहेर सरकारलाई भेट्नु सक्दैन, चाहेर सरकारलाई भेट्नु चाहन्छ, तर के गरिदिनु, बोल्ने कोही हुँदैन, उनीहरूको अगाडि बढिदिने कोही हुँदैन। सरकार त हामीले बनाएको हो नि। अलिकति सरकारसँग पनि गुनासो छ है हामीलाई पनि। भोट त दिएरै जिताएको हौँ, सरकार बनाएको परिवर्तन ल्याएकै हौँ। झोले चम्चेले भन्दा पनि त्यो घरमा यताउता हिँड्नु नसक्ने दुखी बिमारी बुढापाका त्यो पार्टीमा हिँडेर बोल्नु नसक्नेहरूले नै सरकार बनाएको हो। त्यसैले सरकारले पनि अलिकति कान ठाडो गरिदिनुहोस् है, म त यही भन्छु। झोले चम्चेलाई मात्रै होइन, सरकारलाई भेट्ने सबैलाई मौका दिनुहोस्। सबै भिडभाडमा गएर सरकार भेट्नु सक्दैन, मेरो त यही गुनासो छ। त्यसैले सरकारलाई भेट्नु चाहँदाखेरि भेट्न पाऊँ।